मैले होस सम्हालेदेखि प्रयोग गर्दै आएँ थालहरू, या त्योभन्दा अघिदेखि पनि हुनसक्छ। सानोमा वनभोज जाँदा नुन भुटुन तरकारी चामल घरबाट लैजाँदा लान कहिल्यै भुलिन मेरा थाल। बासँग छुट्टिँदा सबै भाँडाकुँडा भाग लगाउँदा थाल लिन छुटाइन। पहिले आमाले माथिन् मेरा थालहरू, समयसँगै भाउजूले माझिन्। अहिले श्रीमतीले माथिन् मेरा थालहरू। यी थालहरू मैले महिलामाथि गरेको शोषणको प्रतीक हुन्। यी थालहरू स्त्रीप्रति मेरो दृष्टिकोणको आँखी झ्याल पनि हुन्। मैले कहिल्यै सोचिनँ मेरो थालमा पस्किने भात कसरी आउँछ, कसको पसिना टाँसिएर आउँछ, कति राजनीति कति अर्थनीति मिसिएर आउँछ। मेरो थालमाथि नाफाखोर बिचौलियाहरूको कस्तो खेल छ। मेरो थालमाथि बहुराष्ट्रिय कम्पनीहरूको कस्तो झेल छ। र मैले यो पनि कहिले सोचिनँ मेरो हातसम्म आइपुग्ने थाल भर्न प्रकृतिमाथि कति विष घोलिएको छ। जलवायु परिवर्तनको भार मेरो थालमाथि कसरी ठोकिएको छ। मैले फेर्ने सास, मैले पिउने पानी जत्तिकै मेरो अभिन्न अङ्ग हो थाल। मेरा जीवनका उधौली उभौलीहरूमा, मेरा जीवनका घुम्ती मोडहरूमा साथ कहिल्यै छाडेनन् मेरा थालहरू। यही थालका लागि कतिका पाउ मोलेँ, कतिका आँखा छालेँ। मागेर होस् या ढाँटेर हो, थाल भरिरहेँ, म खाइरहेँ। यी थालहरू मेरो निरीहताका चिनारी हुन्। यी थालहरू मेरो जीवनका कहानी हुन्। यी थालहरू मेरो सङ्घर्षका निशानी हुन्। म छु र मेरा थालहरू छन्। मेरा थालहरू छन् र म छु। मेरा थालहरू छन् र म छु।